परमेश्वरको भय मान्ने स्त्री नै आदरणीय हुन्छन्। जहाँ आँसु र मुस्कान एकसाथ बग्छन्, जहाँ हरेक प्रार्थनाले हृदयलाई छुन्छ, जहाँ पीडा, आशा र विश्वासलाई परमेश्वरको चरणमा पाउँछौँ, त्यो हो महिला सम्मेलन। प्रेरणा स्रोत यो वर्षको महिला सम्मेलनको विषय थियो। अनि साँचो भनौँ भने महिलाहरू नै हाम्रो प्रेरणा स्रोत हो भन्नुपर्दा कुनै आपत्ति नहोला। बाहिर त किन हेर्नु, यसो आफ्नै घरमा हेर्नुपर्दा महिलाहरूले आफ्नो जीवनलाई प्रेम र नम्रताले अरूको सेवामा समर्पित गर्छिन्। उनी प्रशंसा खोज्दिनन्, तर निस्वार्थता, प्रार्थना र परमेश्वरको योजनामा अटल विश्वासको साथ उनी चम्किन्छन्। आजको यो भिडियो तिनै रोल मोडल आमा दिदी बहिनीहरूलाई समर्पित छन्। तपाईहरु चाहिँ कहाँको? गोपालपुर, यता दलमोर। एकदम स्वागत छ। आप लोग कितने जने? सात जन। आपको कैसे फील हो रहा है इधर आकर? अच्छा लग रहा है? एक्साइटेड हो गए आप सभी लोग? ठीक है, जय मसीह। तपाईहरु कताबाट? तपाईहरु कताबाट? तपाईहरु सधैँ गाडीमा आउनुहुन्थ्यो, आज तपाईहरु कसरी टोटोमा? विशेष गरी आज म तपाईलाई मैले अघि भनिहालेँ कि उहाँको विश्वासयोग्यताको बारेमा म बोल्नेछु। कसरी उहाँ चाहिँ हाम्रो भरोसायोग्य, विश्वासयोग्य परमेश्वर हुन्छ। हाम्रो कमजोर दुर्बल प्रार्थना पनि उहाँले सुन्नुहुन्छ। उहाँ सधैँ नै उहाँको प्रतिज्ञा उहाँले सधैँ नै हाम्रो जीवनमा पुरा गरिरहनु भएको हुन्छ। यद्यपि हामी कतिचोटि त्यो कुराहरूलाई याद गर्दैनौँ, हामी निराश हुन्छौँ,
कतिचोटि हताश खान्छौँ, तर सधैँ उहाँ चाहिँ हामीसँग नै हुनुहुन्छ। सारा नाम किन लिएको छ भने सारा चाहिँ एउटा प्रभुको डर मान्ने, परमेश्वरको भक्ति गर्ने स्त्री भएको कारण आफ्नो पतिको अधीनमा रहने स्त्री थिइन्। घरमा पहिला भलाइ हुनुपर्छ। हामी कतिजना आमा दिदी बहिनीहरू सेवा सम्बन्धी त आउँछौँ, चारतिर सेवामा जान्छौँ, तर आफ्नो घरलाई थालेर राख्छौँ। यो कुरो प्रभुको इच्छा होइन। अनु सब्जी भी माछा कस्तो छ पनि दाल सब्जी निमिषा के पाकेको रहेछ आज? चिकन दाल भात अचार कस्तो छ? यहाँनिर चाहिँ के भिड हुँदैछ हौ? लाल चाय खानको लागि यति साह्रो भिड छ यहाँनिर। चिया रहेछ, मिल्क टी। सो मिल्क टी खानको लागि पनि यहाँनिर पनि अलिकति घुइँचो नै छ। छ त चिया त अन्त कसले पनि दिएन चिया तपाईँलाई? चिया त यो हो नि खाने तरिका। मलाई सबै मन पर्यो, सेवाकाईहरू मन पर्यो है। तपाईँको मैले ठुलो आशिष पाएँ। मैले आशिषमा धेरै कुरो सिकेँ र असल मलाई लाग्यो र अहिले घर जानु पनि मन लागेको छैन आज। र खानाहरूमा सबै कुरो एकदम असल टेस्टी थियो। खानामा कुनै कम्प्लेन छैन होला नि? कुनै कम्प्लेन पनि छैन खानामा। अन्त अहिले चाहिँ चिया र बिस्कुट खाइरहनु भएको छ। तपाईँको त्यो चिया थापेको उयो दिनुहोस्, देखाउनुहोस् न, भाँडा देखाउनुहोस् न। बिचारा चिया पनि यस्तोमा पाउँदैछ चिया। देखि चाहिँ म प्रार्थना गर्नु बस्थेँ। यति साह्रो मैले प्रार्थना गरेँ आत्मामा, पवित्र आत्माको भरमा। अनि त्यसरी प्रार्थना गर्थेँ, प्रभु साँच्चै नै मेरो आमाले भनेको छ यो आत्माहरू बाँच्नुपर्छ भनेर यसरी प्रार्थना गर्थेँ। प्रार्थना गर्दाखेरि चाहिँ एक दिन चाहिँ एउटा बहिनीकोमा गएँ म। अन्त त्यहाँ बहिनीकोमा जाँदाखेरि त्यो बहिनी सानो एउटा रेडमा सानो घरमा बस्थ्यो। अन्त बस्दाखेरि चाहिँ बहिनी के भयो तिमीलाई भन्न, आन्टी म त यति साह्रो बिमारी छु, यति साह्रो बिमारी छु, म त अब केही गर्नु सक्दिनँ त्यसो भने। अन्त मैले चाहिँ उसलाई भने तिमी हेर प्रभुमा विश्वास गर, तिमी चाहिँ चङ्गाई हुन्छौ भनेर मुख लागेर यहाँ पुग्यो। मेरो जिब्रो सट्टै भित्र पस्यो। अनि त्यहाँ अचेत भयो, म बोल्नु नसक्ने। त्यति बेला मेरो विवेकले भने 15 दिन अगाडि देखेको सपना म मर्दाखेरि चाहिँ यस्तो हुन्छ। त्यति बेला मैले केही गर्नु नसकेर मैले मेरो हस्बेन्डलाई उठाएँ, उठ्यो प्रार्थना गर। मैले हात जोडेँ, यसो गरेँ, अब बोली छैन, जिब्रो पस्यो, मुख बाँधियो। अनि मैले यसो गरेँ प्रार्थना गर। अनि मुझको यहाँ का के बहुत अच्छा लगा। जो सीखना था, जो हम लोग को नहीं मिलता है, बहुत कम मिलता है। हम लोग साल में एक बार माँ सब के प्रोग्राम में आने मिलता है। और हम यहाँ पर आए, हमको बहुत अच्छा लगा। प्रेम के बारे में, जो एक दूसरे की बुराई के बारे में, हम लोग बहुत बार ऐसे होते हैं, माँ सब बिना सोचे समझे किसी को बोल देते हैं। लेकिन मुझको आके बहुत अच्छा लगा कि यहाँ पर हम सुने कि यहाँ पर एक दूसरे के बुराई नहीं करना है हम लोग को, वो लोग को हम लोग को बस। यसपालिको सेवा दामी भयो है। अनि वचन पनि मजा आयो। प्रेरणा स्रोतमा
थियो वचन है, अनि आमाहरू कस्तो हुनुपर्ने, अनि एउटा उदाहरण बन्नुको लागि कस्तो हुनुपर्ने, त्यो सबै कुरा हामी सिक्न सक्यो। अनि सबै कुरा एरेन्जमेन्ट्सहरू एकदमै राम्रो लाग्यो। यसपालिको कन्फरेन्समा चाहिँ अब म फर्स्ट टाइम आएको ब्याप्टिजम लिएदेखि चाहिँ मलाई एकदम आशिषित भएको छु र खुसी छु, नयाँ आमाहरू मिल्नु पाएँ। योपालि हामी अलगढाबाट धेरैजना आएका छौँ अनि हामी एभ्री इयर हामी यो कन्फरेन्सलाई इन्जोय गर्छौँ, आशिषित हुन्छौँ, फर्केर जानु पनि मन नपर्ला जस्तो हुन्छ। धेरै आशिषित भएको छौँ हामी। तपाईँ कहाँबाट आउनुभएको? फुलबारीबाट अन्त कस्तो लागिरहेछ तपाईँलाई? कस्तो राम्रो लाग्यो, फर्स्टै अब कस्तो मन पर्यो, फेरि आउनु मन लाग्यो। तपाईँलाई घर जानु मन पऱ्यो कि मन परेको छैन? परेको छैन, मन परेको छैन है? फेरि हेर्दै तपाईँको फर्स्ट टाइम अरे है? हजुर। ल ल फेरि हामी नेक्स्ट टाइम भेट्छौँ नि ल। ल हुन्छ। हुन्छ, थ्याङ्क यू। रोल मॉडल के बारे में सीखा। बाइबल से एक माँ ने अपना गवाही सुनाया, उनका कैंसर बीमारी से पीड़ित थी, तो कैसे जूझ रही थी कैंसर बीमारी के दौरान, वो हम लोग के साथ बांटी, कैसे परमेश्वर से विनती प्रार्थना करके वो चंगाई पाई और गवाही सुनाई। विशेष गरी हामी यहाँ लेडिज कन्फरेन्समा आएको थियौँ र एकदमै राम्रो राम्रो शिक्षाहरू पाउन सक्यौँ। विशेष गरी यसपालिको थिम थियो प्रेरणा स्रोत, जो चाहिँ हामी आमाहरूलाई एकदमै सुहाउने अनि त्यस्तै हुनुपर्छ भन्ने कुराहरू हामीले सिकेका छौँ। आउँदो दिनहरूमा हामी पनि एउटा रोल मोडल आमाहरू भएर मण्डलीमा अनि परिवारमा, आफ्नो छरछिमेकीमा, समाजमा हुनपर्ने एकदमै बहुमूल्य महत्त्वपूर्ण कुराहरू सिकेर गएका छौँ। हुन्छ, जय मसी। तपाईँहरू कहाँ गएको?
है।